सबैले खबरदारी गरिरहेका छौँ र हामीले आन्दोलनमा लुटपाट चोरी पत्रकारलाई ढोका खुलेर मार्ने यस्तो खालको राजाको बेहुली शासनमा अहिले सुरुमै यस्तो उदण्ड मचाएपछि कसरी हाम्रो देशलाई राम्रो प्रगतितिर लैजान खोजेको हो कि कता लैजान खोजेको हो हामीले स्पष्ट रूपमा बुझ्न सक्छौँ कि अर्काको धन सम्पत्ति लुटेर अर्कालाई जिउँदै जलाएर मारेर र अर्काको सम्पत्ति लुट्ने अनि त्यसपछि लुटपाट मचाएर अस्थिरता मचाउने गाडी चलाएर सुरक्षा निकायहरूलाई पेलेर मार्न खोज्ने यस्तो खालको आन्दोलन अहिलेसम्म कहिले पनि भएको थिएन र अब हुँदैन पनि किनभने हामी तपाईँ सबै खबरदारी राखी अगाडि बढिरहनेछौँ रहिरहनेछौँ र एमाले सधैँ यो खबरदारी गरिरहनेछ र तपाईँहरू सबैले बुझ्नुपर्ने के छ भने हामीले अहिलेको परिस्थितिमा हामी संविधान कार्यान्वयन गर्दै र यो संविधानमा भएकालाई कानुन निर्माण गर्दै अगाडि बढिरहेको बेला यो संविधान पूर्ण रूपले हामीले पालना गरेर अगाडि बढ्नुपर्ने छ र बढ्नेछौँ। त्यसकारण हामीले यस्ता आन्दोलन यस्ता खालका कुराहरू यस्तो अस्थिरता ल्याउने खालका कुराहरू किमार हुन दिँदैन। एमाले सधैँ खबरदारी गरिरहनेछ र देश विकासका लागि देश निर्माणका लागि चारैतिरबाट अहिले एमालेलाई घेराबन्दी गर्ने खालको काम र संयुक्त सरकारमा गरिरहेका कामहरूका लागि कुनै केही जिउ पाइएन भने पनि कुनै इस्यु उठाउन पाइएन भने पनि सामान्य खालका कुराहरू अस्थिरता गर्ने कुराहरू र बाहिरका खालका गतिविधिहरू बाहिरबाट गतिविधिहरू हामीले देखिरहेका छौँ। हाम्रो देशको आन्दोलन हिजो पनि ६५ मैले यही देशका नेपाली हामीले गरेका हौँ तर हामी अर्काको देशको सिनेटिभली परेको देशका मान्छेका फोटाहरू लिएर चासेर राजनीति गर्न खोज्ने र हामीलाई अप्ठ्यारो पारेर अगाडि बढ्न खोज्ने कुराहरू दिमाग हुन हुँदैन र हामीले अरूले एमाले आएर हामी आफै सक्षम छौँ नेपाललाई सञ्चालन गरेर राम्रोसँग अगाडि बढाउन अगाडि बढ्नेछौँ। म तपाईँ सबैलाई के अनुरोध गर्न चाहन्छु भने हामी सबैले आफ्नो आफ्नो ठाउँबाट खबरदारी गरौँ र हामीले यस्ता खालका गतिविधिहरू हुन दिन हुँदैन र तपाईँ सबैलाई म धेरै धेरै धन्यवाद आजको यो कार्यक्रममा सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद दिँदै म बिदा हुन चाहन्छु।